हैन भिडियोमा पनि जुन जुन जो हुनुहुन्छ उहाँलाई हेरी त जुन फिका नै छ जुन जस्तै चम्किलो कोही आवाज ल आगे चलाऊ Next talent, please. Next talent लाई हामी हेरौँला हामी बोलाउँला साइसना हो चाहिँ सरको छोरी अनि उहाँ चाहिँ मेरो बाबा मम्मी मेरो पुन्टे भाइ फुपू अनि सर अनि क्लासको सर हुनुहुन्छ ओके अनि हजुरको पुन्टे भाइ हजुरको नाम पुन्टे हो के हो हजुरको नाम समिलन र हजुरको नाम समीपन ओहो कस्तो मजाको मिलाएर नाम राख्नु भएको रहेछ मेरो नाम समीपन राई हो म कक्षा 6 मा पढ्छु हामी चाहिँ उता जडीबुटी नरेफाटबाट आएको हो अनि म 11 वर्ष कि पहिला मैले गीत गाउन चाहिँ नर्मली गुनगुनाउँथेँ रमाइलोको लागि गुनगुनाउने गर्थेँ अनि मम्मी बाबाले मेरो स्वर सुन्नुभयो अनि सँगै गाउने मलाई हौसला दिने के मिलेन भनिदिने गर्न थाल्नुभयो अनि स्कुलमा चाहिँ किरण सरले पनि मलाई धेरै सपोर्ट गर्नुहुन्थ्यो नयाँ गीतहरू दिने अनि के मिलेको छ के मिलेको छैन जस्तै स्केलहरू भयो फिलिङ नमिलेको भयो त्योहरू भनिदिने गर्नुहुन्थ्यो अनि सरले र मम्मी बाबाले मिलेर चाहिँ मलाई क्लास पठाउने निर्णय गर्नुभयो अनि थोरै सल्लाह गरेर मम्मी बाबाले मलाई क्लास पठाउन थाल्नुभयो क्लासमा चाहिँ विपिन सरले पनि नयाँ गीतहरू दिने सपोर्ट गर्न थाल्नुभयो अनि त्यसै गरी साङ्गीतिक क्षेत्रमा चाहिँ मेरो अझै रुचि बढ्न थाल्यो गाउन चाहिँ गाइरहेको हुन्थ्यो सानैदेखि अनि क्यामेरा आफूले अगाडि क्यामेरा राखेर गाएर भिडियो बनाएर आफै सुन्ने आफै हाँस्ने गरिरहेको हुन्थ्यो अनि उसलाई त्यसमै इच्छा छ भनेर हामीले पनि हौसला दिने गरेको बाबालाई गीत गाउनु मनपर्छ गाइराख्नुहुन्छ घरमा अब फुर्सद भएको बेला गुनगुनाएर बस्ने अनि बाबालाई हेर्दै ऊ पनि गाउने सिक्ने बाबाले नै गाउनुहुन्छ मम्मीले नै गाउनुहुन्छ भाइले पनि गाउँछ ओहो अनि त्यसपछि त अब आज गाउने त नानुले भइ नै हाल्यो केही गर्छ कि भन्ने अब सरहरूले पनि सपोर्ट गर्नुभएको छ उसको पनि एउटा रहर हो अनि हामीले पनि सपोर्ट गरिदिउँ भनेर कस्तो लाग्छ त सर हजुरहरूलाई नानीको गाउने क्षमता अब भोकल रेन्जहरू अलिकति राम्रो लाग्यो मलाई अनि मैले यसो गर्दा उसलाई अब रियाजहरू गराउँदा उसको यो लेभलमा अब आइपुग्यो ऊ आफू पनि घरमा धेरै सेल्फ प्र्याक्टिस बडी हुन्छ एकदम सेल्फ प्र्याक्टिस गर्छ ऊ त्यही भएर अलिकति यो स्टेजमा ऊ अहिले आइपुग्यो मेरो सपना चाहिँ सिङ्गर बन्ने हो अनि ठुलो भएर म चाहिँ सिङ्गरको साथसाथै इन्जिनियर पनि बन्छु तपाईँको फेभरेट कोच चाहिँ को हो त अब अहिले जो हुनुहुन्छ उहाँमध्ये चुन्नु पर्दा चाहिँ सत्य सर तपाईँले के भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरू र सबैजनालाई अब स्टेज जाने टाइम हुन लाग्यो फाइनली धेरै समयदेखि पर्खेर बसेको यही पलको लागि सानैदेखि मैले भोइस हेर्ने गर्थेँ अनि त्यहाँ कहिले जान्छु भन्ने सोच्थेँ आज चाहिँ पुरा हुन्छ ल अब हामी मञ्चमा जान्छौँ अनि स्टेजमा तपाईँ एक्लै छु भनेर नसोच्नु होला परिवारको आशीर्वाद हजुरसँग छ